हेलो नमस्ते। मकैको भात, सेतो मकैको भात र सिस्नो खामै सबैजना दाजुभाइ दिदीबहिनीहरू। मैले चाहिँ मासु खानु छोडेर त्यही भएर हरियो साग सब्जी मात्रै खान्छु। मैले छोडेको कति भयो भन्नुहुन्छ होला, सिर्फ 2 दिन भयो। आफ्नै बारीको है, यो चाहिँ अर्ग्यानिक फर्सीको मुन्टा। बर्खा मासमा पनि यस्तो मिठो हुँदो रहेछ सिस्नो। टिम्बुर लसुन खोर्सानीको अचार। लसुन र खोर्सानी धेरै छ, टिम्बुर थोरै। बिराले खाने दिँदैन, त्यही भएर बाहिर राखेको कराइरहेको छ। यो चाहिँ चेख्ला है, मकैको चेख्ला, सेतो मकैको हो क्या। पक्कै पनि गाउँघरमा जन्मिनु भएको, जीवन काट्नु भएको उहाँहरूलाई चाहिँ यस्तो मनपर्छ होला सायद। सिस्नो भात, फर्सीको मुन्टा, लसुन टिम्बुरको अचार। तर यो खोर्सानी पिरो छैन। यदि तपाईहरुलाई मनपर्छ भने मलाई चाहिँ कमेन्ट लाइक गरेर चाहिँ तपाईहरुले मेसेज छोड्दिनु कमेन्ट बक्समा। म तपाईहरुको लागि जहाँ हुनुहुन्छ त्यही ल्याइदिन्छु है। बोलाउन पनि सक्छु।